किन आउनु न र अफिस? म आउँदिन अफिस। किन आउनु न र? मेरो तलब बढ्नु पर्यो, बढेन भने म आउँदिन। बढाइदिए त, 1000 रुपियाँ बढाइदिए त। अब खुरुक्क आउनु भोलिबाट। आउँदिन, जब 1000 रुपियाँले के हुन्छ र? म त आउँदिन। अलि धेरै बढाइदिनु, नत्र म आउँदिन। कति बढाउनु पर्यो ल भन्नु त? 10,000 रुपियाँ बढाइदिनु पर्यो। यत्रो धेरै कम्पनी छोडेर चाहिँ तपाईँकोमा आएछ, नत्र म आउँदिन। किन आउनु भयो त यत्रो धेरै कम्पनी छोडेर मेरोमा? किनभने त्यो कम्पनी राम्रो छ, त्यही भएर म आएँ। अनि त्यसमाथि पनि त्यहाँका स्टाफ केटीहरू धेरै राम्रो थिए, त्यही भएर अफिस जोइन गरेको। नत्र भएमा त्यो अफिस जोइनै गर्दिन थिएँ। ल आउनु, 2000 रुपियाँ बढाइदिन्छु। अरू कुरा मलाई थाहा छैन। 2000 होइन, 5000 बढाइदिनु कि अर्को एकजना केटी मिलाइदिनु, नत्र भए म आउँदिन ल। नआइज, जा भाग।